यु फाइट योर वे वी फाइट आवर वे। हामी हाम्रै तरिकाले लड्ने हो, तर एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएछन् नि हामीलाई। एकै दिनमा उल्ट्याइदिन त सकिँदो रहेछ। अहिले हामी पार्टीहरू वामपन्थीहरूले मानौ एकछिनलाई एउटा निश्चित कार्यक्रम बनाइयो, साझा न्यूनतम कार्यक्रम, र हरेक पार्टीले आफ्नो गच्छे अनुसार र क्षमता अनुसार देशभरिबाट 5-7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गऱ्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ नि त। धरती आकाश चाहिँ त फेरबदल हुन सक्दो रहेछ नि। यतापट्टि किन नसोच्ने? हामी सबैले सोच्न पर्यो एकचोटि, नत्र बर्बाद हुन सक्छ। किनभने मैले भने प्रतिक्रान्तिको यो प्रक्रिया कम्प्लिट भएको छैन। कम्प्लिट गर्ने तयारीमा उनीहरू पनि छन्। हामीले पहिले जस्तै अब फेरि सरकार बनाउने र गिराउने खेलतिर लाग्यौँ भने अर्को प्रतिक्रान्ति क्रममा हामी सबै उठ्नै नसक्ने गरी थचारिन पनि सकिन्छ। त्यसकारण अहिले समय छ, यो नै समय हो हामीले राम्रोसँग हामीलाई एकताबद्ध गर्ने, ठुल्ठुला गफ गर्न छोडिदिउँ, अब एक्सनमा जाने तयारी गरौँ। त्यो सम्भव छ, त्यो सम्भव बनाउनै पर्ने छ। त्यसकारण साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग समुदायका हक अधिकारको रक्षा, संविधानको रक्षा, गणतन्त्रको रक्षा, त्यसको निम्ति हामी सबैको साझा पहल कदमी। अहिले भर्खरै पार्टी एउटै हुने स्थिति छैन। त्यता टाउको नदुखाउँ झमेला। अहिले पार्टी एउटै बनाउँछौँ भने फेरि झगडा सुरु भइहाल्छ हाम्रो। किनभने मैले अस्ति नै पनि भनेको थिएँ एकचोटि मदन भण्डारीको कार्यक्रमको क्रममा, पार्टी एकता पहिलाको समीक्षा नगरिकन र अलिकति अब चाहिँ बिग्रिँदैन भन्ने कुरा एक हदसम्म सुनिश्चित नगरिकन पार्टी एकता गरेर फेरि हतारमा गरेर फुर्सदमा पछुताउनु अब हुँदैन। तर सहकार्य र कार्य एकता तत्काल सम्भव र आवश्यक छ। अहिले नै, आजै, भोलि। त्यसमा ढिलो गर्नुपर्ने कुनै कारण छैन। त्यसमा हामीले इमान्दारीका साथ आन्दोलित भयौँ भने पार्टी एउटै बनाउने पनि त्यहीँबाट बन्न सक्छ। साझा सहकार्य, साझा आन्दोलन, साझा कर्म अनि प्रतिक्रियावादीहरूसँग हुने सङ्घर्षबाट हाम्रो बिचमा एकताको भावना पैदा हुन्छ भन्ने मलाई लाग्छ। अब अन्तिममा म एउटा कुरा चाहिँ, यो पटक चुनाव सकियो, हामी सबैले सोचे भन्दा बिल्कुल उल्टो आयो। कसरी आयो, के आयो, यसको अध्ययन अनुसन्धान हुँदै जान्छ नेपालको इतिहासमा। यो चुनाव थियो कि थिएन, यो अर्कै केही पो थियो कि, थुप्रै ठाउँबाट थुप्रै रिपोर्ट आएका छन् हामी कहाँ। के भयो, के म अहिले त्यतापट्टि धेरै जान चाहन्न। तर हामीले भन्यौँ अब हामीले एउटा गल्ती, कहिले काङ्ग्रेससँग सहकार्य, कहिले एमालेसँग सहकार्य, कहिले मधेसीसँग सहकार्य, कहिले एमाले र को भन्दै हाम्रो दिन पनि त्यसैमा बित्यो, जनता भ्रमित पनि त्यसैमा भयो। त्यसकारण अहिले अब हाम्रो लागि सरकार मुख्य कुरा होइन, हाम्रो लागि साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा मुख्य कुरा हो।